गाइज होइन चस्मा लाएर बोल्यौँ त होइन अनि आज चाहिँ हामी नि कहाँ जान आँटेको बाबा हामी दिदीकोमा फाइनली हामी चाहिँ हाम्रो स्कुटीमा हाम्रो अफिस ब्यागसँग जान आँटेको गाइज हामी चाहिँ नै गुरो टिप्ने हो यस्तो राम्रो भयो नयाँ नयाँ नानाहरू अब हामी के टिप्छौँ वहीँ गएर देखाउँछौँ ल हामी दिदीलाई भेट्न जान आँटेको मम्मी बाई बरे एक झोला निगुरो ल्याउँछौँ मासु नपकाउनु फ्रिजको होइन निगुरो खानुपर्छ मासु खाँदा मान्छेले के भनिसक्यो मासु खान्छ मासुको किरा अरे नि त हामी त्यसै भन्छ किरा भन्ने बनाउनु हामी किरै हो खानु नपाकाहरू हो हामी चाहिँ दिदीको घरै पुग्यौँ दिदी चाहिँ बोलाउनु भयो आउनु भयो के गरिदिन्छ खान्छ फेरि हल्लाउनु त होला त मजाले फर्मुला आउँछ त्यो चाहिँ हामी खान्छ ओ भयो भनेको दिदी भयो यहाँ दिदी पुग्यो खासै गरी खान्छ जस्तो चाहिँ छैन छिटो ऊ अब भाइ तान्नु नसकेर उहाँ बसिरहेको छु छिटो आउन चढेर ढिलो भइसक्यो रात परिसक्यो 5 बजिसक्यो चढ न छिटो सकिन आयो है हजुरहरूको पनि साह्रो भयो आज चाहिँ तिमीलाई पर्खिँदै रात पर्ने पर्यो फाइनली हामी चाहिँ घर आइसक्यौँ होइन हामीले के लिएर आयौँ दिदी अनि सब्जी मिलाउँदैछौँ भरेको लागि फर्काउने हेरौँ